सम्पूर्ण साथीहरुमा नमस्कार। फेरि पनि नयाँ साथ, नयाँ सूचना, नयाँ जानकारी लिएर तपाईमाझ फेरि पनि आइसकेको छु। तपाईको मोबाइलमा के 4G मात्र देखाइरहेको छ? 4G मात्र देखाएकोलाई VoLTE भोल्टा कसरी ल्याउने त? यसको बारेमा तपाईले भिडियोमा स्क्रिनशट देखाउँछ। तपाईले यो अनुसार गरेर आफ्नो मोबाइलमा पनि 4G मात्र भएको मोबाइललाई VoLTE भोल्टा ल्याउन सक्नुहुनेछ। अब लागौं भिडियोतर्फ। तपाईले सुरुमा स्क्रिन पर गइसकेपछि फोनमा जानुपर्ने हुन्छ। फोनमा गइसकेपछि तपाईले चाहिँ हेर्न सक्नुहुनेछ माथिपट्टि मेरो 4G मात्र देखाइरहेको छ। अब तपाईलाई म VoLTE भोल्टा कसरी ल्याउने भनेर यो ट्रिक तपाईलाई जानकारी दिन्छु। तपाईले *444*2# गरेर कलिङ गर्न सक्नुहुनेछ। जस्ट मैले कलिङ गरिसकेको छु। फेरि अलरेडी यु आर सक्सेसफुली एडमिन तपाईले दुईचोटी गर्नुपर्ने हुन्छ। फेरि एकचोटी नआएर डबल चोटी पनि गर्न सक्नुहुनेछ। मेरो जस्ट भइसकेको छ। तपाईले एकचोटी नआएर दुईचोटी गरेर अवश्य यो भोल्टा ल्याउनु पर्ने हुन्छ। जस्तो आफ्नो यो सिम कसको नाममा छ भनेर कसरी जानकारी पाउने त? तपाईले *922# गरेर आफ्नो यसरी आफूले प्रयोग गरेको सिम पत्ता लगाउन सकिन्छ। यो भिडियो तपाईलाई कस्तो लाग्यो उस्तै कमेन्ट गर्न नभुल्नु होला।